morning guys, good morning. It's the next day. Welcome to Buzzer Vlog. ल हामी अझै साइलको घरमा छौँ. प्रोग्राम सकियो. इभेन्ट वाज गुड. सबैजना भेट्यो, रमाइलो गर्यो. गएको पसल वरिपरि भएको कुकुरलाई किनिदिएको बिस्कुट, त्यो मासु खान पल्केको वाला यस्तो मुख फर्काइदिरहेको. यो बिस्कुट दुईटा बचेको थियो. ट्याक्क पाइहाल्यो. यसैको भागमा लेखेको रहेछ क्या ब्रो. भने नि भागमा लेखेको कतै जान्न भन्ने यो हो कि. अघि घरबाट निस्किने बित्तिकै यसले कुकुरै पाएन यार. बिस्कुट पनि आज यत्तिकै जान्छ क्या भनेको. ट्याक्क कति मिठो. बाई बाई. Bye bye. होइन साँझ जाने स्विमिङ कहाँ हो, त्यहीँबाट हामी यता आउँला के बुझेन. यता आएर बाहिर डिनर जाने के हो. त्यहीँ गरे. पानी परेको अवस्था यहाँ सबैजना रेनकोट लाउनलाई रोकिसक्यो. हाम्रो रेनकोट लाउनलाई रोकेको. योला रेनकोट सजिलो हो क्या खास हो. ल सबैजना रेनकोट लाएर निस्किन्छ. मुलाई भेटेर बाइकको लागि बनाउनु आएको र यहीँ माथि हो एसजे मोटो पनि. होन्डा यहाँ नयाँ ठाउँमा सरेको छ. यसको हल्का काम छ. केटा पनि छ. हामी भेट्यो. सर्दै सर्दै आयो त पानी हामीतिर. हेलो हेलो दाइ. ल हामी चाहिँ यता घर आइसक्यो अमनकोमा. अहिलेको प्लान चाहिँ हामी कहाँ जानु लाग्यो त. स्विमिङ. पानी बिस्यो त्यो स्विमिङ गर्छौँ. हाम्रो केटाहरू सबै यता यतै थियो. त्यही भएर सबैजना भेट भएको छ. लान्छन् जस्तै भएको छ. आज त मिठो स्विमिङ हान्नुपर्छ. फ्रेस टाइप हान्नुपर्छ है. जान्छौँ भने त्यतै भेटौँला. हेलमेट यार म तान्छौँ जस्तै हेलमेट माथि गरेर हिँड्छु. पिस्तलहरू पनि यही रहेछ. खेलिदिनु कि रनिङ डेज गुड रहेछ नि त यार. खाली छ है. तिनीहरू बच्चाहरू खेलिरह यार. त्यस्तो पनि नभन न यार. टिकट लकेट लिनु अब कति पछि स्विमिङ गर्नुभएको हो. Get you high.
थगला हाम्रो 70% लो ब्याट्री भइसक्यो अब 30% बाँकी हो डन ल हामी घर आयो हाम्रो एबिन दाइ कन्ट्री त्यही यो बोल्ने ल हिउन नत्र भ्लग आज यति अँध्यारोमा हिँड्ने हान्थ्यौँ बाबाई बाबाई